तपाईलाई थाहा छ नेपालको संविधानले के भन्छ? स्वास्थ्य मौलिक अधिकार हो। तर सरकारी अस्पतालको फार्मेसी काउन्टरमा पुग्नुस्, जवाब सधैँ एउटै हुन्छ, औषधि छैन, बाहिरबाट किन्नुहोस्। यो एक दिनको कुरा होइन, यो दशकौंदेखि चलिआएको व्यवस्था हो र यसमा व्यवस्था मात्रै होइन, बेइमानी पनि छ। अब सुन्नुहोस्, हरेक वर्ष सरकारले स्वास्थ्यमा बजेट विनियोजन गर्छ, तर त्यो बजेटको ठूलो हिस्सा बिरामीसम्म पुग्नै पाउँदैन। कारण के होला? खरिद प्रक्रिया। हिमालयन टाइम्सले रिपोर्ट गरेको छ कि सरकारी अस्पतालका खरिद अधिकारीहरू औषधि किन्दा कमिसन लिने गर्दछन्। जसले बढी कमिसन दियो उसकै औषधि खरिद हुन्छ। गुणस्तर होइन, पैसा नै मापदण्ड हो। त्यसमाथि काठमाडौँ पोस्टको रिपोर्ट अनुसार नेपालको औषधि प्रयोगशालामा जम्मा 8 जना प्राविधिक छन् र देशभरका 25,000 फार्मेसीको निरीक्षण गर्ने जम्मा 20 जना निरीक्षक। यो निगरानी हो कि तमासा हो बुझ्नै सकिएन। तर त्यति मात्रै पनि होइन, कोभिडको बेलामा यो व्यवस्था पुरै लथालिङ्ग थियो। 2076 सालको चैतमा स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपलाई 3 करोड 40 लाख रुपियाँको ठेक्का दिएको थियो। कम्पनीको स्वास्थ्य सामग्री क्षेत्रमा कुनै पूर्व अनुभव थिएन, जीरो एक्सपिरियन्स। टेन्डर खोल्नु अघि नै उनलाई जानकारी दिएको थियो। आयात भएका 75,000 र्यापिड टेस्ट किट मात्र 50% सटिक थिए। अन्नपूर्ण एक्सप्रेसको रिपोर्ट अनुसार त्यही बेला सेती प्रादेशिक अस्पतालले 69वटा अक्सिजन सिलिन्डर पाउनु पर्नेमा 50 वटा मात्रै पाए। देशभरका लगभग हरेक अस्पतालमा यस्तै अवस्था थियो। महामारीमा पनि चोरी नै भयो। अब कुरा गरौँ आज कहाँ पुगेका छौँ। 2082 सालको चैतमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्यो। पहिलो 100 दिनमा स्वास्थ्य क्षेत्रमा केही कामहरू भएका छन्, जुन अनलाइन खबरले पनि रिपोर्ट गरेको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा इलेक्ट्रोनिक हेल्थ रेकर्डको प्रारम्भिक प्रयोग सुरु भएको छ। हस्पिटल सर्भिस इम्प्रुभमेन्ट प्रोसिजर 2082 लागू गरिएको छ। सरकारी अस्पतालहरूमा सरसफाई अडिट भएको छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिइएको छ। दुर्गम क्षेत्रका बिरामीका लागि हेलिकप्टर कम्पनीहरूसँग सम्झौता गरी सस्तो एयर एम्बुलेन्स सेवा सुरु गरिएको भनेर सरकारले दाबी गरेको छ। तर औषधि खरिदमा भएको दशकौंको भ्रष्टाचार, दरबन्दी संरचनाको सुधार र औषधि परीक्षणमा क्षमताको विस्तार, यी काम अझै भएका छैनन्। स्वास्थ्य सेवा क्यूआर कोड र डिजिटल ड्यासबोर्डले मात्रै राम्रो बन्दैन। नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकार भन्छ, तर सरकारी अस्पतालको फार्मेसीमा उभिएका गरिब बिरामीहरूका लागि त्यो अधिकार कागजमा मात्र सीमित छ। जबसम्म खरिद प्रक्रिया सफा हुँदैन, जबसम्म निगरानी बलियो हुँदैन, तबसम्म औषधि छैन, बाहिरबाट किन्नुहोस् भन्ने जवाफ सुनिरहन्छौँ। यो बदलिने वाला छैन। त्यसैले खबरदारी जारी राखौँ र आशा छ आउने दिनहरूमा सरकारले यसमा ठोस कदम चाल्नेछ।